नमस्कार। यो यत्रो टाइम भइसक्यो है। 11 बजिसक्यो तर पनि घाम लाग्दैन तराईमा। यो किन तपाईँहरूलाई थाहा छ यसको कारण? यसको कारण के हुन्छ भन्दाखेरि राति तपाईँको चाहिँ पृथ्वी जुन पृथ्वी हो जमिन चिसो हुन्छ हैन? चिसो भइसकेपछि अनि जमिन सँगै नजिकैको जुन हावा हुन्छ त्यो हावा पनि तपाईँको चाहिँ एकदमै चिसो भएको हुन्छ हैन? अनि जमिनसँगैको हावाको माथि फेरि अर्को हावाको लेयर हुन्छ। त्यो हावाको लेयर चाहिँ तातो हुन्छ हैन? अनि तलको हावाको लेयर चिसो भएको हुनाले त्यसको वेट बढी हुन्छ। अनि त्यो वेट बढी भएको कारणले गर्दाखेरि त्यो माथि जान सक्दैन हैन? माथि जान सक्दैन। पछि बिस्तारै माथिबाट सूर्यले माथिबाट तताउँदै गर्छ त्यो हावालाई। अनि त्यसको तलको जमिनसँगको हावा जुन छ त्यसको चाहिँ वेट कम हुँदै गइसकेपछि अनि त्यसपछि त्यो चाहिँ पछि 12-1 बजेतिर दिउँसो टाइम लाग्ने कारण त्यो हो हैन? माथिबाट सूर्यलाई चाहिँ त्यो तलको चिसो जुन भएको हावा हुन्छ त्यसलाई तताएर उडाउनु पर्यो नि त माथि हैन? त्यही भएर हुस्सो लाग्छ। यो भिडियो बनाउँदै गर्दा ट्याक्क माथिबाट सूर्य देवताले तताइ पनि सक्नुभयो हैन? अब चाहिँ टक्क घाम लाग्छ है साथीहरू एकैछिनपछि।